नमस्कार, कक्षा 10 को अर्थशास्त्रमा स्वागत छ। आज हामी एकाइ 2 व्यष्टि अर्थशास्त्र माइक्रो इकोनोमिक्स अन्तर्गत पाठ 1 आय र आय वक्ररेखाहरू अन्तर्गत छलफल गर्दैछौँ। हामीले यसभन्दा अगाडि म्याक्रो इकोनोमिक्सको बारेमा एकाइ 1 मा छलफल गरिसकेका छौँ भने यस एकाइमा हामी सूक्ष्म अर्थशास्त्र अर्थात् माइक्रो इकोनोमिक्सको बारेमा छलफल गर्नेछौँ। यदि तपाईले यसभन्दा अगाडिका भिडियोहरू हेर्नु भएको छैन भने माथि दिएको लिङ्कबाट सुरुका भिडियोहरू हेर्नुहोला। हामी यो यहाँ देखाइएका विभिन्न चित्रहरू हेर्न सक्छौँ। मानिसहरूका विभिन्न आर्थिक क्रियाकलापहरू, घरका आर्थिक क्रियाकलापहरू, त्यसैगरी बजारका क्रियाकलापहरू, उपभोक्ताका क्रियाकलापहरू, व्यक्तिका आर्थिक क्रियाकलापहरू, व्यक्तिले गर्ने हरेक आर्थिक निर्णयहरू हामी यो माइक्रो इकोनोमिक्स अन्तर्गत अध्ययन गर्दछौँ। यसमा मुख्य गरी आय र आय वक्ररेखाहरू हामी यो पाठ 1 मा चाहिँ छलफल गर्छौँ। उत्पादक वा विक्रेताले वस्तु तथा सेवा बिक्री गरेर प्राप्त गरेको मौद्रिक रकमलाई आय भनिन्छ। आयको अवधारणामा वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त रकम मात्र समावेश हुन्छ। यस पाठमा हामी पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारमा कुल र सीमान्त आय तथा आय वक्ररेखाहरूका सम्बन्धमा अध्ययन गर्नेछौँ। सुरुमा कुल, औसत र सीमान्त आयको अवधारणा हेर्छौँ। आयको अवधारणालाई हामी खास गरी 3 तरिकाले कुल, औसत र सीमान्त आय गरी 3 भागमा विभाजन गरेर हामी अध्ययन गर्छौँ। अब हेरौँ कुल आय, टोटल रेभिन्यू अर्थात् टिआर। कुनै निश्चित समयमा वस्तु तथा सेवाको जम्मा परिमाण बिक्री गर्दा प्राप्त भएको रकमलाई कुल आय भनिन्छ। अर्थात् वस्तुको प्रति एकाइ मूल्यसँग उक्त वस्तुको कुल बिक्री परिमाणलाई गुणन गर्दा प्राप्त हुने गुणनफललाई कुल आय भनिन्छ। यसलाई सीमान्त आयको योगफलबाट पनि गणना गर्न सकिन्छ। कुल आयलाई सूत्रमा निम्नानुसार व्यक्त गर्न सकिन्छ। कुल आय टोटल रेभिन्यू टिआर इक्वल टु मूल्य प्राइस पी इन्टु बिक्री परिणाम क्वान्टिटी सोल्ड क्यू, अर्थात् टिआर इक्वल टु पी इन्टु क्यू अथवा टिआर इक्वल टु समेसन एमआर, जहाँ समेसन एमआर भनेको चाहिँ सीमान्त आयको योगफल सम अफ मार्जिनल रेभिन्यू। उदाहरणका लागि कुनै एउटा किसानले 50 वटा कुखुराका चल्ला उत्पादन गरी प्रत्येकलाई रु 100 का दरले बिक्री गर्दा टोटल रेभिन्यू कति हुन्छ त? टोटल रेभिन्यू भनेको पी इन्टु क्यू हाम्रो सूत्र सधैँ छ। पी कति छ? प्राइस, प्रत्येकको 100 को दरले बिक्री गरेको भएर 100 छ। 100 इन्टु कतिवटा कुखुरा? 50 वटा। 100 इन्टु 50 5000 भयो। यसरी टोटल रेभिन्यू टिआर इक्वल टु रु 5000 यसरी निकाल्न सकिन्छ। अब अर्को हेरौँ औसत आय। औसत आय भनेको के हो त भन्दा कुल आयलाई बिक्री परिमाणले भाग गरेपछि, भाग भन्ने सम्झिनु पर्यो। यहाँ हामी अघिल्लो पटक कुल आयमा चाहिँ हामीले गुणन गरेर निकालेको थियौँ भने औसत निकाल्दा चाहिँ भाग गर्नुपर्ने हुन्छ। भाग गरेपछि प्राप्त हुने आयलाई औसत आय भनिन्छ। यो प्रति एकाइ वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त रकम पनि हो, अथवा यसलाई युनिट प्राइस पनि भनिन्छ, प्रति एकाइ बिक्री मूल्य पनि भनिन्छ। अर्थात् धेरैवटा बेचिसकेपछि प्राप्त हुने आय चाहिँ कुल एकाइ थियो भने एउटा मात्रै बेच्दा कति प्राप्त हुन्छ त भन्ने हिसाबले पनि यसलाई निकाल्न सकिन्छ। यसलाई औसत आय भनिन्छ। अब यो औसत आयलाई सूत्रमा यसरी व्यक्त गर्न सकिन्छ। औसत आय अथवा एभरेज रेभिन्यू एआर इक्वल टु कुल आय टोटल रेभिन्यू को मुनि बिक्री परिणाम कुल बिक्री परिमाण टोटल क्वान्टिटी सोल्ड, अर्थात् एआर इक्वल टु टिआर बाई क्यू। अब टिआर भनेको पी इन्टु क्यू, अघि नै हामीले टिआर निकालिसकेका छौँ। पी इन्टु क्यू बाई क्यू पनि हुने भयो, इक्वल टु पी हुने भयो, अथवा प्राइस निस्किने भयो। क्यू र क्यू काटेपछि पी मात्रै बाँकी रह्यो। त्यसकारण औसत मूल्य भन्नाले वस्तुको मूल्यसँग बराबर हुने हुँदा एआर इक्वल टु पी हुन्छ। एभरेज रेभिन्यू चाहिँ एउटा वस्तुको मूल्य कति हुन्छ अथवा एक एकाइ वस्तुको मूल्य कति हुन्छ त्यो नै औसत आय हुन्छ। अब अघिकै प्रश्नलाई फेरि हेरौँ। उदाहरणको लागि त्यो किसानले 50 वटा कुखुराका चल्ला प्रति चल्ला रु 100 को दरले बेचेको थियो र उसले टिआर चाहिँ 5000 प्राप्त गरेको थियो अघिको क्वेसनमा। र त्यसैलाई हामी एआरबाट हेरौँ। एआर इक्वल टु टिआर बाई क्यू। एआर इक्वल टु टिआर कति थियो भन्दा 5000 थियो। क्यू क्वान्टिटी कतिवटा? 50 वटा। त्यो 5000लाई त्यो 50 ले भाग गर्दा कति आयो त भन्दा 100 आयो। अर्थात्
एकवटा चल्लाको मूल्य 100 भएपछि त्यो नै एआर भयो अथवा एभरेज रेभिन्यू औसत आय भयो। अब हेरौँ सीमान्त आय। उत्पादक वा विक्रेताले वस्तु तथा सेवाको थप एक एकाइ बिक्री गर्दा कुल आयमा हुने अतिरिक्त परिवर्तनलाई सीमान्त आय भनिन्छ। अर्थात् अतिरिक्त वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त अतिरिक्त रकम नै सीमान्त आय हो। सीमान्त आय कुल आयमा भएको परिवर्तन र कुल बिक्री परिमाणमा भएको परिवर्तनको अनुपात पनि हो। सीमान्त आयलाई सूत्रमा निम्नानुसार व्यक्त गर्न सकिन्छ। सीमान्त आय मार्जिनल रेभिन्यू, यसलाई एमआर ले जनाइन्छ। एमआर इक्वल टु कुल आयमा भएको परिवर्तन चेन्ज इन द टोटल रेभिन्यू डिभाइडेड बाई कुल बिक्री परिमाणमा भएको परिवर्तन चेन्ज इन क्वान्टिटी सोल्ड। अर्थात् एमआर इक्वल टु डेल्टा टीआर, डेल्टा शब्दले चाहिँ परिवर्तनलाई जनाउँछ। डेल्टा टीआर बाई डेल्टा क्यू इक्वल टु टोटल रेभिन्यू एन टीआर एन माइनस टीआर एन माइनस 1। यो एनले चाहिँ नम्बर कति क्वान्टिटी चाहिँ सोल्ड भयो भन्ने जनाउँछ भने त्योभन्दा अघिल्लो क्वान्टिटी कति थियो त्यसलाई चाहिँ एन माइनस 1 भनेर राखिएको छ भने क्यू डेल्टा क्यू भनेको के हो त भन्दा कति क्वान्टिटी सोल्ड भयो त्योभन्दा चाहिँ कम अथवा अघिल्लो क्वान्टिटी। हामी यो उदाहरण हेरिसकेपछि अझै क्लियर हुनेछ, यसलाई नातिनु होला। टीआरएन भनेको चाहिँ पछिल्लो एकाइको कुल आय, त्यसै गरी टीआरएन माइनस 1 भनेको अघिल्लो एकाइको कुल आय, क्यूएन भनेको पछिल्लो एकाइ हो, त्यसै गरी क्यूएन माइनस 1 भनेको अघिल्लो एकाइ हो। अब यसलाई हामी उदाहरणमा हेर्छौँ। अघिकै क्वेसनलाई हेरौँ। कुनै किसानले 50वटा कुखुराका चल्ला बिक्री गर्दा रु 5000 आय हुन्छ। यदि उसले एउटा थप बिक्री गर्यो, 51वटा कुखुराको चल्ला बिक्री गर्यो भने उसले के हुन्छ त भन्दा त्यसको आय पनि बढेर 5100 हुन्छ। त्यसो भए सीमान्त आय कति हुन्छ होला त, त्यसलाई हामी हेरौँ। अब मार्जिनल रेभिन्यू भनेको डेल्टा टीआर बाई डेल्टा क्यू भनेर हामीले सूत्रमा हेरिसकेका छौँ। त्यसो भए डेल्टा टीआर कति भयो त भन्दा पहिला 5000 मात्रै थियो, तर उसले एउटा थप बिक्री गर्दा 5100 भयो भनेपछि डेल्टा टीआर कति भयो त, अब त्यो 5100 माइनस 5000 हुने भयो। अनि डेल्टा क्यू कति हुने भयो त भन्दा उसले पहिला 50वटा बेचेको थियो, पछि एकवटा थप बेचेपछि 51वटा भयो भने त्यो 51बाट चाहिँ 50 घटाउने, 51 माइनस 50 भयो इक्वल टु 5100बाट 5000 घटाउँदा 100 मात्रै बाँकी रह्यो र 51बाट 50 घटाउँदा 1 बाँकी रह्यो। 100 डिभाइडेड बाई 1 भनेको 100 नै भयो। यसकारण मार्जिनल रेभिन्यू कति भयो त भन्दा 100 भयो। यसरी हामी मार्जिनल रेभिन्यूको हिसाब गर्न सक्छौँ। अब लागौँ पूर्ण प्रतिस्पर्धा बजार र आय वक्ररेखा। पूर्ण प्रतिस्पर्धा बजार भनेको बजार चाहिँ कस्तो बजार हो भन्दा अधिक क्रेता र विक्रेता भएको बजार हो। यस्तो बजारमा हरेक विक्रेता वा फर्मले एकै किसिमको वस्तु अथवा समरूपी वस्तुहरू उत्पादन गरेर बिक्री गर्छन्। बजारमा समान मूल्यमा वस्तु तथा सेवाको खरिद बिक्री हुन्छ। कुनै एक क्रेता वा विक्रेताले बजारमा अनावश्यक प्रभाव पार्न सक्दैन। तोकिएको निश्चित मूल्यमा फर्महरूले स्वतन्त्र रूपमा वस्तु बिक्री गर्ने भएकाले फर्महरू बीचमा प्रतिद्वन्दिता हुँदैन। वास्तविक संसारमा सबै विशेषता मिल्ने यस किसिमको बजार संरचना चाहिँ पाइँदैन, तर पनि यसको अभ्यासहरू चाहिँ भइरहेको पाइन्छ। अब के हुन्छन् त पूर्ण प्रतिस्पर्धात्मक बजारका विशेषताहरू, त्यो हेरौँ। अधिक क्रेता र विक्रेता हुन्छन्। एकदमै ठुलो सङ्ख्यामा व्यापारीहरू अथवा विक्रेताहरू बेच्ने मान्छेहरू पनि हुन्छन्, अनि ठुलो सङ्ख्यामा चाहिँ क्रेताहरू अथवा किन्ने मान्छेहरू पनि हुन्छन्। समरूपी उत्पादन हुन्छ। समरूपी भनेको उस्तै खालको काम गर्ने खालका वस्तु तथा सेवाहरू। जस्तै उदाहरणको लागि साबुनको सट्टामा सरफ अथवा त्यो डिटर्जेन्ट पाउडर पनि प्रयोग गर्न सकिन्छ। यदि लाइटर पाइएन भने सलाइले काम चलाउन सकिन्छ। यसरी समरूपी अथवा उस्तै काम गर्ने वस्तुहरूको उत्पादन र बिक्री हुन्छ। अर्को बजारको पूर्ण ज्ञान। उपभोक्ताहरूलाई बजारको बारेमा पूर्ण ज्ञान हुन्छ। कुन पसलमा सामान सस्तो पाइन्छ, कहाँ महँगो पर्छ, त्यो सबै कुराहरूको जानकारी पनि उपभोक्तालाई हुन्छ। अर्को उत्पादनका साधनको पूर्ण गतिशीलता हुन्छ। भनाइको मतलब उत्पादनका साधनहरू जुनसुकै ठाउँमा लगेर जुनसुकै ठाउँमा चाहिँ प्रयोग गरेर पनि उत्पादन गर्न सकिन्छ। श्रमिकहरू पनि चलायमान हुन्छन्। जुन ठाउँमा गएर पनि उनीहरू उत्पादन कार्यमा सहभागी हुन सक्छन्। सरकारी हस्तक्षेपको अभाव।
उत्पादन कार्यमा सरकारले कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन, स्वतन्त्र रूपमा उत्पादन गर्न पाइन्छ। अर्को, प्रवेश र बहिर्गमनमा स्वतन्त्रता। फर्महरू उद्योगमा प्रवेश गर्न र बहिर्गमन गर्न स्वतन्त्र हुन्छन्। यस्तो प्रकारको विशेषता भएको बजारलाई हामी पूर्ण प्रतिस्पर्धात्मक बजार भनेर भन्छौँ। अब पूर्ण प्रतिस्पर्धात्मक बजारमा आय र आय वक्ररेखाहरूको अवस्थाबारेमा हेरौँ। पूर्ण प्रतिस्पर्धा बजारमा वस्तुको मूल्य समान हुन्छ। हरेक विक्रेताले समान प्रति इकाइ मूल्यमा वस्तुका विभिन्न परिमाण बिक्री गर्छन्। मूल्य समान हुने भएकाले बिक्री परिमाण बढ्दै जाँदा कुल आय समान मात्रामा बढ्छ भने औसत र सीमान्त आय स्थिर र आपसमा बराबर हुन्छन्। यस्तो बजारमा एउटा उत्पादकले अति सानो भाग मात्र उत्पादन गर्ने भएकोले बजार मूल्यलाई प्रभाव पार्न सक्दैन। अब एउटा उदाहरण हेरौँ। पूर्ण प्रतिस्पर्धा बजारमा कुल, औसत र सीमान्त आय कसरी यहाँ डिभाइडेड भएको छ भन्ने कुरा हामी हेर्छौँ। यहाँ वस्तुको बिक्री परिमाण क्यू, त्यसै गरी वस्तुको मूल्य, अनि कुल आय, औसत आय र सीमान्त आय यो देखाइएको छ। वस्तुको बिक्री परिमाण 0 छ भने मूल्य 5 भए पनि कुल आय उसको 0 नै हुने भयो, किनभने उसले बिक्री नै गरेको छैन, औसत आय पनि छैन, सीमान्त आय पनि छैन। यदि एक इकाइ अथवा एक वस्तु, एक परिमाण वस्तु बिक्री गरियो भने उसले उसको मूल्य चाहिँ 5 रु 5 को दरले बिक्री गर्दा कुल आय उसको 5 भएको छ, औसत आय पनि 5 छ, सीमान्त आय नि 5 नै छ, किनभने उसले मात्र एउटा मात्रै वस्तु बिक्री गरेको छ। यदि दुईटा बिक्री गर्यो भने 5 को दरले दुईटा बिक्री गर्दा उसको कुल आय 10 हुने भयो। एवं रीतिले यहाँले यो तालिका हेर्न सक्नुहुन्छ। यसरी पूर्ण प्रतिस्पर्धाको बजारमा के हुन्छ त भन्दा मूल्य स्थिर हुन्छ। यदि कुनै व्यापारीले चाहिँ महँगोमा चाहिँ बिक्री गर्न थाल्यो, म चाहिँ अर्को व्यापारी भन्दा, अर्को फर्मको भन्दा म चाहिँ महँगोमा बिक्री गर्छु भन्यो भने उसको बिक्री हुँदैन र उसले बाध्य भएर चाहिँ मूल्य घटाउनु पर्ने हुन्छ, किनभने उपभोक्ताहरूलाई बजारको बारेमा पूर्ण ज्ञान भइसकेको हुन्छ। उनीहरू त्यो फर्मको वस्तु तथा सेवा चाहिँ प्रयोग नगरिकन जहाँ अर्को ठाउँमा चाहिँ सस्तो छ त्यहाँ जाने भएपछि उसको बिक्री घट्छ, त्यसपछि उसको कुल आय पनि घट्छ। त्यस कारणले गर्दा उसले बाध्य भएर अरू फर्मसँग चाहिँ समान रूपमा मूल्य हुने गरी मूल्य निर्धारण गर्छ। यस कारणले गर्दा त्यो के हुन्छ त भन्दा मूल्य स्थिर रहन्छ। अब पूर्ण प्रतिस्पर्धाको बजारमा आय वक्ररेखाहरू कस्तो हुन्छन् त? यहाँ हामी चाहिँ 3वटा वक्ररेखा हेर्छौँ। एउटा टिआर टोटल रेभिन्यू, अर्को एआर एभरेज रेभिन्यू र अर्को एमआर मार्जिनल रेभिन्यू। यहाँ तपाईँले झट्ट हेर्दा चाहिँ 2वटा रेखा मात्रै देख्नु भएको छ। यसको कारण के हो भन्दा यो पूर्ण प्रतिस्पर्धाको बजारमा एआर र एमआर चाहिँ खप्टिएको छ, सबै बराबर भएको कारणले गर्दा यो खप्टिएको छ। हामी यो हेर्न सक्छौँ। यहाँ हेरौँ, यो एआर सबै 5-5 नै छ र एमआर पनि 5-5 नै छ। यस कारणले गर्दा यहाँनिर यो रातो रेखा छ जुन, त्यो चाहिँ हरियो रेखा माथि परेको छ। त्यसकारण यो खप्टिएर एउटै हुन आएको छ भने टोटल रेभिन्यू चाहिँ यसरी बढ्दै गएको देख्न सकिन्छ। अब पूर्ण प्रतिस्पर्धा बजारमा कुल, औसत र सीमान्त आय वक्रको प्रकृति हेरौँ, नेचर कस्तो छ। कुल आय वक्ररेखाको प्रकृति। पूर्ण प्रतिस्पर्धा बजारमा कुल आय वक्ररेखा बिक्री परिमाण वृद्धिसँगै उद्गम बिन्दुबाट सुरु भएर स्थिर दरमा बायाँ माथितिर जान्छ। यस बजारमा वस्तुको मूल्य स्थिर रहने हुनाले कुल आय वक्ररेखा उद्गम बिन्दुबाट क्रमशः माथितर्फ गएको हुन्छ। हामी यसमा हेर्न सक्छौँ। उद्गम बिन्दु भनेको यो भयो, यहाँबाट चाहिँ यसरी माथि गएको छ, एकदम स्थिर रूपमा तल माथि घटबड नगइकन एउटै रेसियोमा यसरी माथि गएको छ। अब औसत आय वक्ररेखाको प्रकृति हेरौँ। पूर्ण प्रतिस्पर्धा बजारमा कुनै पनि क्रेता वा विक्रेताले वस्तुको निर्धारित मूल्य परिवर्तन गर्न सक्दैन। वस्तुको मूल्य स्थिर हुने भएकोले औसत आय रेखा एक्स अक्षसँग समानान्तर हुन्छ। हामी यहाँ हेर्न सक्छौँ। यसरी वस्तुको बिक्री परिमाण चाहिँ बढ्दै जाँदा यसरी स्थिर भएर समानान्तर भएर यसरी गएको छ। यो तलको चाहिँ एक्स अक्ष हो, यहाँ लेख्नु बिर्से पनि एक्स अक्ष भनेर चाहिँ भन्नु होला, यताको चाहिँ वाइ अक्ष। यसरी गएको हुन्छ। त आजलाई यति नै। बाँकी विषयवस्तु अर्को भिडियोमा हेरौँला।
यहाँहरूको सिकाइ शुभ रहोस्। धन्यवाद।